दर्शकबिन नमस्कार। नेपाल र कुवेत बीच भएको आज फाइनल खेलमा नेपाल 3 रनले स्तब्ध भयो। नेपालले 174 रनले टार्गेट पाएको नेपाल 171 रनमै अल आउट हुन पुग्यो। नेपालका बसिर अहमदले 43 मा 80 रन हानेका थिए भने नन्दब यादवले 14 मा 37 रन हानेका थिए भने आसिफ शेखले 11 मा 21 रन हानेका थिए। अरू खासै ब्याट्सम्यान खासै चल्न सकेनन् भने थुप्रै ब्याट्सम्यानहरू क्याच आउट र आलबिडब्लु आउट हुन पुगेका थिए। त्यसै गरी बलिङको कुरा गर्ने हो भने नेपालका फास्ट बलर सम्पाल कामीले 4 ओभर गरी 26 रन दिएर 2 विकेट दिएका थिए भने नन्दब यादवले 4 ओभर गरी 2 विकेट र 34 रन दिएका थिए। त्यसैगरी करण केसीको कुरा गर्ने हो भने उनी एकदमै महँगो बलर हुन साबित हुन पुगे। उनले 4 ओभर गरेर 1 विकेट र 42 रन दिएका थिए भने उनीहरूको अरू खासै बलरहरूले खासै विकेट लिन सकेका थिएनन् भने रन पनि दिएका थिए। त्यसै गरी फिल्डिङको कुरा गर्ने हो भने नेपालका केही फिल्डरहरूले क्याच र फिल्डिङ मिस गरेका थिए भने पछि 10 ओभर पछिको गेममा सुधार गरेका थिए।